ओए 12 जना 6 जना लाग्यो त ओए ओ बस जलाइन छैन यार तिम्रो जस्तो तिम्रो पर्छ त डेडली जलाइन Yo, what's up everyone? Been a long time vlogging गरेको हैन. So welcome back everybody. Welcome to the vlog and आज चाहिँ vlog किन बनाएको भन्दाखेरि धेरै दिन भयो नबनाएको त्यही भएर हैन. अनि अहिले टोल गेम नि भइरहेछ. या इज टोल गेम. अनि आज चाहिँ फर्स्ट डे हो टोल गेमको अनि आज चाहिँ भुतेनी भर्सेस मामा गाउँ छ अनि इट्स कस्तो भन्नु इन्ट्रेस्टिङ म्याच सो सबजना अब टोल गेम भइरहेको छ अब छेउछाउको शनि बजार छेउछाउकोहरू अब भर्सक आइदिनु होला हेर्नु लागि अनि लेट्स सी यता आज who gonna win okay अब यसमा भेट्नुपर्छ I'm not ready right now and so that's the thing अहिले भर्खर कति बज्दैछ it's been like 10 बजिरहेछ 3 बजीतिर म्याच हुन्छ होला we gonna meet you later okay alright meet you guys later meow yummy acak yummy andandele eta good ade good boy और गात दे आंदे ओ यम्मी आंदे ए कहाँ छ ए once more yummy once more no stay up gang so अहिले चाहिँ यो झ्याम्ले देखो होला अहिले जस्तो रेडी हुँदैछु हल्का ब्रस गरेर अब तौडेको हुन्छ हैन अनि त्यसपछि भरे टोल गेम छ अनि त्यतै टोल गेम हेर्न जाने हैन त brush your teeth every day okay so stay up brush your teeth every day yummy bande Nico bande brush your teeth every day अरे म्याउ गर्न brush your teeth every day living so I'm gonna meet you guys later okay यसमा भेट्नुपर्छ अहिले चाहिँ फेरि म्याउ गर्छस् या सो अहिले सोवाङ भाइ र म जाँदैछु टोल गेम हेर्न हामी कहाँ सोवाङ भाइ टोल गेम अबला फुटबल खेल्नु भाइको एक्सेन्ट अलिकति त्यस्तै छ है भाइ कहाँबाट पाएको भन्दै इन्डिया कुन ठाउँ नागाल्यान्डबाट सो भाइको अलिकति यता भाइको अलिकति एक्सेन्ट त्यस्तै छ है आज बजार लागिरहेको छ तपाईँलाई भ्यू देखाइदिनु पर्यो म पर्खिनु तपाईँ केटाहरूसँग बकचोदी गरेको मात्र बजार लागिरहेछ यहाँ केटाहरू चाहिँ अघि पुगिसकेको रहेछ होइन के भन्छ उता अघि गइसकेको रहेछ जाने बेलामा भनेको नभनिकन गयो केटाहरू त्यस्तै छ अनि साँच्चै त भन्दा कपाल पालेको कस्तो देखिरहेछ गाइज एम आई लुकिङ गुड इनफ आजकलको बुढाबुढीहरूले गोदी खान्छ होला हो साइकल फेरि रोकेर बुङ गोदी खान्छ होला सो या इट इज सो मच डार्क यसो न वी विल मिट यु राइट अन द स्पट या द्याट त्यही हो इट इज वाट इट इज कस्तोसँग इट इज वाट इट इज के बुझ्दैन त्यस्तै छ फाइनल्ली आइपुग्यो ग्राउन्ड गाइज होइन पुण्डे आज कसले हान्छ होला नि अभिषेक दाइ हो पिके बुट च्यात लास्ने भेट्थेर म दुला हुन्छ ओइ साँच्चै ओइ के भन्छ रेमनले उयो लगो म त बुट आज पुण्डे हेर्न सेक्सी गेम हेर न सेक्सी यहाँ हेर्न हो जस त्यो ड्रोन हैन ड्रोन ऊपर ड्रोन
यतातिर छ होइन यस्तै छ है गेम चाहिँ अहिले माल तातेको छैन भर्खर भर्खर सुरु भएको अब एकछिनतिर तातिन्छ होला भाइको प्लेसमेन्ट भइदिइहाल्यो यहाँ यहाँ त्यही क्याप लगाएर हेर्दा यहाँ यहाँ क्यामेरामा ल के हो चारवटा टोल मिसेर बनेको होइन नचिनेको केटाहरू छ त धन्धु रहेछ अरे यो त सेटको प्लेयर रहेछ नि त नि अलमोस्ट नाइस ट्राई यसको भोलि धुला भइहाल्छ भाइ होलचनलाई चिन्छौ होइन होलचन कहाँ छ भाइ आएको छैन हैन अब यसलाई किन आउँछु नि होलचन आयो भने राजु दाइले भनेको पठाइदेऊ ल ओके ओ 50 लाख यहाँ आउँछु म किन कहाँ जाने उता उता ओए कता आइटमहरु कता देख्छ आइटमहरु नै छैन हौ आज पनि उता जाने उता ओए पिके यहाँ आइज त साँच्ची अनि हाम्रो जुन सैनिकको छ नि 11 मात्रै जर्सी रहेछ त हैन के गनेको क्या फोटोमा बेला एउटा आमेजी ए हैन अरु त हुन्छ नि त अरु पनि छ अनि उताको त हेर्न कति जना सबमा यार भुतेनीको जुमे फेरि अलिकति तपाई आइटम हिँड्न आको अनि हरेक टाइम हैन के भाइलाई सम्झा न हौ भाइलाई थाहा छैन ठिक छ मेरो मोबाइल त आइडीमा हिँड्न एकबार कति गरेर को कस्तो काला लाग्यो यार त्यसका आन्छ अनि बडा हात धन्दुल त टाङबाट छिरा त आफुले त्यो हात किन लाग्छ चेक गरेको अरे के रे पुन्टे के रे के हैन ए तिमी जस्तो इन्जोर छ योगेन्द्र हो अब निस्क्यो दाइ अब निस्क्यो अब अर्को छिटो हैन माल तातिँदैछ लु पुरै ठिकै कमेन्ट्री हान्न यसो अरे कुरा ठिकै हो कि जोनी सिन्स को हो यता कस्तो बबाल गएको थियो है बस तर ओ पिके हप्सीले कसरी पो पेन लाउँछ एकचोटि देखाइदिएन हौ ओए त तलको देखाएको भए त मेरो फेरि स्ट्राइक आउँछ नि च्यानलमा है तलको बढी देखाएको भए त फेरि स्ट्राइक आउँछ नि फेरि च्यानलमा त्यसै त अलरेडी स्ट्राइक हाराउँछु कत्रो यार बिल्ला देखेको यार जुम गर्दाखेरि ओहो लु तर धन्दुरे पनि सेटमा रहेछ तँ चच्चमा लाग्यो यार 8 लाख कुदिरहेछ तिमी सेटमा हैन सेटमा कस्तो कुराहरू छ सेटको भाइ सेट नभनेको त कुरा सबमा बस्नु अस्तिको पालि त 5 मिनेट खेल्यो हैन घन्टाको 5 मिनेट एकचोटि यहाँदेखि गाँधी भन्न यहाँदेखि म छिरेँ नि यहाँबाट होइन भित्रबाट त्यहाँ सेन्टरसम्म पुगेँ सेन्टर उता पोस् न उता पोस् त्यतिकोसम्म पुगेँ सेन्टरमा आएको टाइम सक्यो अरे अनि कस्तो होला सोच त आफै कति मिनेटको कति मिनेट जस्तै 30 मिनेट जति उता बहिनीहरू हेर्न ओभर खत्म अनि ओभर खत्म खत्म 30 अनि खत्म यसो क्या त्यहाँ बहिनीहरू छ नि बहिनीहरू मतलब बेटा एक बार रेस्ट एकछिन समय डिस्टर्ब नगर्न बहिनीहरू छैन म नि भोलिन्टियर बस्छु नि भनेर अलिकति बााउन्सर हुँदाखेरि पनि म भोलिन्टियरहरूले त डराउनु हो अनि जस तर बहिनीहरूले भोलिन्टियरको सर्ट चाहिँ पेल्ने भयो बाहिरतिर होइन क्या होइन जस पनि यहाँ त लाग्यो भोलिन्टियर ठिक छ होइन के भन्छ कन्सर्टतिर चाहिँ फेरि भोलिन्टियर हो लाएर फेरि भोलिन्टियर हो भनेर छिर्न खोजेको चाहिँ बहिनीहरू
पिकेलाई कस्तो सेक्सी देखेका नि यहाँ त पिके ब यो हो नि त यार सेक्सी आहा अचम्मै देखियो किसिमै देखियो त्यही त लु चान्स है तात्तियो भनेको त यार ओए नेम्मा जुनियर दाइको क्रस लु मिठो ओ ल के गरेर काना भाइ माल तात्ती रहेछ जुम गर्दाखेरि क्यामेरा फेरि फाटिसक्यो क्वालिटी नै के सोध्दै थिइस् हौ यहाँ हेर्न कस्तो सेक्सी देखेको तँले यहाँ हेर्न एकचोटि यहाँ हेर्न खै ए हान्नाडेको ल मेबी क्यामेरा अलिकति उयो छ हौ क्वालिटी बिल्ला छ हौ फोकस गर्दाखेरि ओए यहाँ हेर्न सर के होला त्यहाँ उता त पर त उयो के भन्छ होइन ब्लू कलरको त जुन पेन लाग्छ नि बुझ्नु चिने जस्तो लाग्यो त पुन्टे गाइज मैले केही भन्छु न यो स्क्रिप्टेड पनि होइन यो आफै भनेको यहाँ हामीलाई कुनै रिस्क छैन है सेक्नु छ भने ल्याएर सेक्नु घर कहाँ पेसको है चमरदाप एक्ज्याक्टली लु ला होइन कुदाउनु चाहिँ मिठो कुदाएको हो गोल लाउँछ कि भन्दा क्यामेरा झिकेको खोइ त झुकाएको मात्रै अहिले 5 मिनटमा छिर्छ होला नि त म जस्तै के हो खिसी आज के खाएर आएको छौ बाघको मासु खाएर आयो फल भिआर चाहियो भने यहाँ चाहिँ कन्टेन्ट बनिन्छ के खुसी बुनु अहिले बोलायो भने चाहिँ नि लुकाइहालेर घट्टा भएन ए वाउ मेरो कन्टेन्ट आयो एउटा मुस्कान दे त एउटा मुस्कान देन हौ सिक्मा बोल जलाइन छैन यार तिम्रो जस्तो तिम्रो पर्छ त डेडली जलाइन उता ओए धन्द्रोले लु पेल छ क्या त लु कुदायो त बास कसरी भएछ क्या बस यहाँ त तौडे यहाँ हेर्न यहाँ हेर्न गजबै देखियो किसिमै देखियो जेठा केटीहरूलाई सन्डे केटाहरूले के हाल्छ अरे यहाँ हेर्न सन्डे छैन यसलाई सनले फकानिन्छ फेरि मेरो नाम चाहिँ सन है ल हाँस किन हाँस्दा हामीलाई बाल यहाँदेखि एउटा कुद्दै आउँदै हुन्थ्यो त यहाँदेखि पास पनि दिन्थ्यो उहाँदेखि एउटा मान्छे कुद्दा हेर्ने आउँथ्यो त पास पनि दिन्थ्यो त्यसले उहाँ उसको अगाडि दिने पछाडि दिने कोही थिएन ए त्यही भएर भने पनि छ त अनि चमर धाप्रो मिसाको भुति अनि ओइ त चाहिँ नाउ खेलेको कहाँ हो त हाम्रो त जर्सी धुनु पनि पर्दैन पैसा दियो भने त लु घनश्यामजी ए
त्यही हो के यो अगाडि दुईजना मात्रै हो त्यता भनेको मिसा मिसी डरु भने न पहिला त रुगानी ओ त आज भात भटेन नि दिसा एक्सन खान्छ ए अरे शरण दाइ पनि हुँदो रहेछ त नि बुढो मान्छे हो अब बाइक कुदा घरमा होइन एकछिन क्या ओइ पिके एकछिन त यता न यता भइरहेछ त नि फल 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 रेफ्री रेफ्री एक्सन एक्सन कस्तो यतिखेर भिडियो नबनाएको बेला फेरि यस्तो हुन्छ काना भाइ कस्तो यार पिके यार अनएक्सपेक्टेड भइरहेछ अरे यो त के हो सेक्सी देखेको अरे यार न भोलि हामीलाई पनि यस्तो हेर्दै भने भेट्छ यता पनि देखाइदिनु फेरि चित्त दुखाउँछ होइन के रे पिके जनी सिप्स अरे कि रोल चाहिँ फेरि के हेर्नु थाहा छ यस्तो फिल्ममा अफिस जाने यो त जान्छ त पिके हाल न यस्तो चाहिँ ल भन्छ यहाँ फ्रिकिङ हुनाडो फ्रिकिङले छिर्दैन यहाँबाट होइन पिके गोदी खाइछ भने चाहिँ मलाई नभने पिके नाच्दै आज त बुफान हुनुभयो त अनि के ठिक देखियो अलि यस्तो बिल्ला चाहिँ नगर धेरै देखियो नहुन्छ यो मुला चुसेको यो माल चुसेको माल ल ल यार यत्रो जुम गरिरहेछु यार ओके छ कस्तो हान्छ अब पिके काना भाइ डिएसएलआर किन्छु अरे कि मलाई क्यामेरा त्यो लेन्स हुन्छ नि लेन्स छोडेर चाहिँ डिएसएलआर मात्रै लिन्छ नि भाइले फेरि लेन्स त महँगो पर्छ भनेर क्यामेराको त उयो खोल्नु नआएर के हो त नाइट भिजन हो भनेर लेन्स खोल्नु आउँदा त्यो लेन्सको हुँदैन क्यानन निकनहरु ल्याएको त्यो खोल्ने के हो भाइ नाइट भिजन हो अरे ओ 12 जना 6 जना लाग्यो त ओ बस पिके लेउडा के कमेन्ट्री आइजस त्यही त हेरेको अब एक मिलको गेम भइसकेको छ होइन उता सेतो लाउनेहरू चाहिँ मामा गाउँ हो यता सेतो लाउनेहरू मामा गाउँहरूले 1 भुतेनीले 0 ओइ म त 200 रुपियाँ पाउँदिनँ क्या हो भुतेनीले हान्छ दा यार 200 रुपियाँ पाउँछु भनेर के थाहा टाइम छ त आज नि फर्काउन सक्छ त ल भाइ कतिको लु म्याथ कति लु भाइ अनि लु फर्किने बेलामा स्पोन्सर काना ल्याउ यो भन्छ हौ काना भन्छु कुन अरुणको भेटबाट हो कुन भिटा भटका बाटबाट नि रुकेन काना भाइ बोल्ने म्याच त म्याच हो आजको ओहो गजबै देखियो किसिमै देखियो अनि त्यहाँदेखि के भन्छ त्यहाँदेखि त बिर्स्यो होला नि मान्छे राम्रो कि बल राम्रो आखिर चाबी लाउँछ त
चाबी भेट्यो भर्खर कुस्ती भनेर त कहाँ पो खेल्नु के अरे गाना भाइ कुस्ती भनेर कहाँ खेल्नु ओ राजीव यहाँ त के छ सन्चै छस् म चाहिँ सन्चै छु 3 मिनेट थप परे 3 मिनेट थप तिमीले भने त प्याकेज चेन्ज गर्नु त नि ल के गर्दै आज मैले ले गाली भेट्यो अब बोल खायो चाहिँ गाली भेट्यो यसले डुब्बी गाली खाएको अर्कोलाई दिएर म अभिषेक दाइले भन्छ पेल्ने भने हेर त्यसैले त खिचेमा लु 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 ए तन्काउनु नि त्यहीँदेखि लु अब यो त्यसको खुट्टा लालाको लु गाली वडाले सोचेर अर्बस दिदै दियो सिधाबाट भेटौँ त बोल्न होला र सिधाले दुइटा लागेको छ झन्डै आज लक भएको कि किपर राख्नु बसेको ल ल गाइस अब हाफ टाइम पछि फ्री हेर्न आउनुपर्छ अहिले चाहिँ अब हाफ टाइम 1-0 र अब के सेकेन्ड हाफमा अब गेम चेन्ज हुन्छ होला मेबी कति गराउ राजे दाजु पे ओइ आइज दाजु भुल्छन् भाइना खोजौँ न हैन हैन यता उता जाउँ न दोकान ओ काना भाइ ए साथी बाजी खेल्न नपुग्दै केटाहरुले ल ल ल सो हेलो गाइज वेलकम टु आवर ब्लग आज चाहिँ म बिहान उठेको छु मेरो बिहानको वर्कआउट चाहिँ यही छ भरेको लागि ट्रेनिङको लागि ए यति चाहिँ हुनु पर्यो भोलि हाम्रो म्याच छ सैनिकको आउनु पर्यो सबजना हेर्नु हैन यो वर्कआउट चाहिँ भएन भने चाहिँ बिहानको वर्कआउट बिर्छ भने चाहिँ फलो बडा सब्स्टिट्युट जर्सी पनि दिन्न उडा चाहिँ के एक्सरसाइज गर्नु र त्यो त अब युट्युबमा हेर न आज कोले जित्छ त दादी आज नै पानी खाएर सुत्दै आज दौड ल भाइ सुत्नु पर्यो मट्टो ल्याएर नआउने फेरि छुट्टी लाने ओइ ओइ लमिन यामल हुन त लु हैन यसलाई भनेको ओइ म त रोनाल्डो हो यो चाहिँ 19 लगाए 19 सुन्दै ल आजको प्रिडिक्सन भन्नु न त 10 प्रिडिक्सन आजको 1-0 मै सकिन्छ त गेम 1-0 कि ड्र 1-0 कि त ड्र ल 1-0 1-0 ओहो पुरै खतरा छ प्रिडिक्सन अब मेस्सी ओ धन्नु रे के हो के भनेको के रे सिमन ओ सिमनजी के भनेको खाली एक सालमा मात्र बनाउँछ हैन कोर फाइनल ए भाइ एक्जाम आउँछ नि त अहिले अब एक्जाम सकेपछि लेको हुन्छ क्या ल 10 नम्बर लागेको छु त तात्यो गाइस डबल ट्याप ट्याप है यसलाई बिलाई दोस्त के झगडा भन्नु र भिडियो बनाउँदै तात्यो गाइस यसलाई बिलाई डबल ट्याप ट्याप खै पिके गयो कस्तो जुम गर्दा यार बेटी खै त अरू फ्री किक फेरि आजको मेरा त म्याच बडा नै यो त के आप के भयो पेनल्टी अफसाइड पो भइदिएको 2-1 कसको 2 यता के यता
नमुनाको 2 ओके यो कहाँ छ ओम्यो मेरो दिइहाल्छ भने सुत्दा मैले सोइहाल्छ म अडिको क्या भेट्छु म अडिको मात्रै भित्रले एक हाल्छ जस्तो गर्दैन नि त हैन त्यो हैन यस्तो हैन नगरपालिकाको गेम मरिगयो पहिला चाहिँ पढ्थ्यो एक तर हाल्नु यो त हान्ने मान्छे नै गायब छ त आम्मामा यसले चाहिँ यो सर्टले चाहिँ आँपै झार्छ यहाँको भएको भए चाहिँ आँपै थाउडे यो सर्टले त आँप झार्थ्यो नि होइन भएको भए ल लुल्लु धन्दुरे पनि जङ्गिँदै थियो कहाँ ऊ पढ्दै पो छु त आम्मा ट्रेनिङबाट भर्खर आएको छ सेन्टरबाट आजसम्म पढ्दै थियो ओए मिलन दाईको कट पप पाल्छ त हौ ल ल ल धन्दुरे ठिक छ ठिक छ ठिक छ ओए लु भोलिन्टियर कहाँ छ यहाँ हाम्रो लोडु मानसिंह खिचिसकेको रहेछ चप्पल के गोला हालेर चप्पल चाहिँ पुरा अहिले अलिकति ब्राइट आयो यार कुदायो मरत छ यसको केटाहरूको भोलिको प्लान हुँदैछ हौ अनि त हामी भने म हानिदिन्छु 5 मिनट यसो झुक्कलमा बा ट्यापिङ लागिहाल्छ कि भागिअनुसार दन्दुरे दन्दुरे ए अन्त त्यसले सुट चाहिँ हानेको हो कि पावर भएन क्या पावर भएको मेबी चान्स थियो होइन त्यो यसले त भन्छ नि है त्यो हामीलाई भन्छ नि दाइ है तौडे हामीसँग ट्रेनिङमा गएर दाइ निक्लिने 5 मिनट हुन्छ नि नमुनाको हेको होइन अझै भाइ यसले बोल्नु साथसाथ भाइले काम बिगारिदिइहाल्यो यार बनाउती हो त माया जसले ए लु होइन नि त्यो अलिकति भित्रबाट कुद्नु जस्तो लाग्यो मलाई ह्यान्डबल थिएन र
अर्को दाइलाई बताइदिन्छ कुदेर भित्र जान भन्छु रे अरे पाड्यो 12 नम्बरले सुन्दैन होला आम्मा यो चाहिँ हावालाई नै हान्नु जस्तो लाग्यो ओइ ओइ ल ल ल ल ल किन नभेट्नु ओए फल त यार दो बिहार माया देखाइदिउँ कि क्या हो हैनले घरसँग कुटेछ फेरि पहिलाको 1 रन ओए टाङ हान्दैन त तैँले एक कटाको हो गाइस अनएक्सपेक्टेड आज 200 रुपियाँ गोजीमा आएन मेरो नौनाले जितो प्रिडिक्सन फेल हैन यहाँ काले भाइ हजुर यता केही भन्दैौ त लु आज ब्लगमा के भन्नु केही भन न हैन लु यति भन त आज 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 के गर्छु केटीहरु हेर्न आएको कि तिमी गोल हेर्नु आएको हैन होला भाइ पत्ता न तिम्रो कुरा साच्चै भन्नु नराडिकन आएको दाइ गोल हेर्छ ल नराड न भाइ साच्चै भन त म कसलाई भन्छु हेर्ने त मान्छेले सबैको आफ्नो ओपिनियन हुन्छ गोल हेर्न आएको त हारिहाल्यो भुतेनीले जितेको भए 200 रुपियाँ भाइ अहिले कहिले चिया पाड्यौँ हारि गयो के गर्नु अरे दाइ वाट्स दाइ प्रिडिक्सन लाग्नु भएको सँग लाग्नु दाइ के छ र दाइ यसो आज भ्लगमा यसो केही भन्नु न त यसो भन्नु नि के यार यसो भ्युज बढोस् भ्युज आउँदैन दाइ यार कहाँ रह्यो कुराहरू पानीले त पानी एकछिन गर्दा पक्रिनु बिस्तारै जाँदैछु पुरै मेरो म्याचवाला गेम ल्याउँछु क्या होइन लु त हान्दिनुहोस् भने लु अहिले कहिले नि त लु तौडे हान्नुपर्छ के गर्छु सेटमा हान्छस् त गेटमा हान्छु यो पक्डी यही भन्दै आजको भ्लग यहीँ टुङ्गाउनु र होइन एकछिन घुम्नुपर्छ होइन सुमनलाई पनि हामीले भोलि हान्ने हो अरे हेर्नुपर्छ त्यो गवार कहाँको को गवार पूजन त पछाडि नै छ ओ लौडी दायार 200 रुपियाँ आएन नि मेरो अनि कहाँ नि दायार 4टा डलरहरू त हान्छ ल दाइ भेजानुपर्छ लाग्यो यति नै यहाँ छ होइन यो त हाम्रो पिके आउँदैछ दा के अरे यहाँ छेउमा आएर भन्न के अरे छेउमा के भन्दै थियो फोटो भाइ सकलले भाइ फोटो खिच्ने कि भाइ इधर देख साले अनि अब जस आजको ब्लग जस राम्रै भयो भनेर एक्सपेक्टेसन छ होइन म्याच चाहिँ एकदम दामी भएको 1-0 गेम अब के अब गुड बाई टाटा बाई बाई सी यू गाइस लेटर टिके लु बाई हान्दै बाई बाई बा अहिले देख्न त हेरौँ त कस्तो छ तेरो के हो मडी भाइ ए ल हल्का सिम गार्ड मगाएको बास कहाँ हेर्नु त हेरौँ यहाँ एडाले मेरो अस्ति त रहेछ यता ले न त मेरो त सुन्न ओए अहिले त्यसरी यसै पिके विमान दाइको छ कि यस्तै तर यति सबै मुसाले हान्दिरहेको छ क्या बा कुन छ ब्रान्ड ल ल कडा
ल लगडा मडी भाइ दामी लु हेर्दैन बस्छ सेट के हो त उयो यहाँ आउनु हौ कानलाई घर जाने के गर्नु तिमी आउनु आज आज के कस्तो के भएको म्याच भाइले गएको नि होइन कहाँ भागमा गएको कि ल ल त्यसो